नेटफ्लिक्स त किन्यो, अब फिल्म चाहिँ के हेर्ने त होइन। आज म टप 5 मुभी सिरिजहरू चाहिँ सजेसन गरिदिन्छु। फर्स्टमा चाहिँ हेर्नुहोस् मनी हाइस्ट। यो चाहिँ मेरो लाइफमा सबैभन्दा खतरा फिल्म क्या, मैले अहिलेसम्म हेरेको मध्ये चाहिँ खतरा फिल्म हो होइन। अनि त्यसपछि रहेको छ भिकिङ्स भन्ने पनि बबाल छ होइन। दुईवटा सिरिज चाहिँ तपाईँको टाइम लाग्छ। अनि गेम अफ थ्रोन्स पनि राम्रो छ। अनि त्यसपछि अर्को भनेको स्विट टुथ भन्ने पनि एउटा धेरै राम्रै छ। अनि स्क्विड गेम भन्ने चाहिँ तपाईँले धेरै राख्नुभएको होला, त्यो पनि हेर्नु भएको छैन भने एकचोटि गरेर हेर्नुहोस्, दामी छ त्यो पनि। स्क्विड गेमको सिजन 2 पनि आइसकेको छ। अनि अर्को चाहिँ कुन हेर्नु भन्दाखेरिमा नि अर्को अलिक दामी भनेको कुन फिल्म हेर्नुहुन्छ त अर्को, अब हेर्नु न त्यतैतिर होइन। अब साउथहरू हेर्नु मन छ भने धुरन्धरहरू, बलिउड होला साउथ हो त, धुरन्धरहरू बलिउड हेर्नु छ त्यो होइन। अनि अब अर्को भनेको अरू त्यस्तै छ होइन, एकचोटि गएर भिजिट गरेर छ। अनि अब नेटफ्लिक्स चाहिँ हल्का महँगो छ होइन। अब अस्ति तपाईँहरू अफोर्ड गर्न सक्नुहुन्न होला भन्दा रिसाउनु भयो। अनि अफोर्ड गर्न सक्नुहुन्छ, किन सक्नुहुन्न, तपाईँले चाहनु हो भने देश किन्नुहुन्छ नि, पुरै संसारै किन्नुहुन्छ नि होइन। अनि जस्ट जिस्केको है, यस्तो कुराहरू मनाउन नलिनु होला। अनि राइज नेक्स्टमा गरेर सस्तोमा नेटफ्लिक्स चाहिँ लिनु होला ल।